ल आज हाम्रो प्रिन्स राजाको जन्मदिन है। आज मेरो प्रिन्स 8 वर्ष पुरा भएर 9 वर्षमा प्रवेश भएको दिन। हाम्रो प्रिन्स राजालाई जन्मदिनको धेरै धेरै शुभकामना है। यहाँ प्रिन्सको साथी बहिनी आउनु भएको छ। हजुरको नाम के हो सानो? सानवी घिमिरे। प्रिन्सलाई के भन्छौ तिमी? ह्यापी बर्थडे प्रिन्स भन्छौ। वाउ सो क्युट सानबु। अनि हजुरले चाहिँ प्रिन्सलाई के भन्न चाहनुहुन्छ? ह्यापी बर्थडे टु यु प्रिन्स भन्ने है। ल आज प्रिन्सको सेलिब्रेसनको लागि हजुरको नाम के रे? बिप्सन दाहाल, सानबु घिमिरे अनि अरू साथी पनि आउने क्रम जारी छ। प्रिन्स बोहरा हाम्रो प्रिन्स राजकुमार है त। यहाँ प्रिन्सको बर्थडे केक ल हेर्न सक्नुहुन्छ। अनि साथीहरूले ल्याएको गिफ्ट। म चाहिँ प्रिन्सलाई एउटा केही कुरा सोध्न चाहन्छु। प्रिन्स हजुरलाई आज कस्तो लागिरहेको छ आजको दिन? राम्रो। अनि आज जन्मदिनको धेरै धेरै शुभकामना। हजुरलाई कति वर्ष भयो? 8 वर्ष। 8 वर्ष कम्प्लिट भयो हो। अब कति वर्ष? 9 वर्ष रनिङ छु। हो अब 9 वर्ष रनिङ। हजुर कतिमा पढ्छिन्छ? अब एउटा एक्जाम भएपछि एमसीमा जान्छु। अहिले 2 हो वाउ ल। यो चाहिँ फाइनल एक्जाम चाहिँ होइन थर्ड टर्म एक्जाम हो यो चाहिँ। यो थर्ड टर्म फोर्थ टर्म एक्जाममा मात्र हो। अनि 3 इयर्स हो ल। आज जन्मदिनको उपलक्ष्यमा हजुर के भन्न चाहनुहुन्छ? आज बर्थडे भएर धेरै खुसी छु। अनि बाबाले धेरै थ्याङ्क यू भन्न चाहन्छु। बाबालाई अनि मम्मीलाई? हजुरलाई अनि मामुलाई? मम्मुलाई धेरै बाबाहरु धेरै धन्यवाद दिने। ल किन भन्छ त बा? किनकि बाबाले साइकल, ज्याकेट अनि अर्को सुरुवाल किनेछ त्यसैले। अनि साइकल। अनि मम्मीलाई चाहिँ किन थ्याङ्क यू? मम्मीले धेरै काम गरे खाना पकाछ त्यसैले थ्याङ्क यू भन्न चाहन्छु। हो र? अनि अरू? मम्मीले धेरै केयर गरे अनि मम्मी धेरै राम्रो छ। अनि हजुरले धेरै दुःख गरे त्यसैले। इम्युनिटी बुस्ट गर्ने ल। Happy birthday to you.
लामो बोलेको यार यसको त ल हेर बर्थडे टु यु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु त्यो पनि काट्दै अर्को दामी ठिक छ चेरी कहाँ राख्यो चेरी ह्यापी बर्थडे ल Yes. Happy birthday to you. La bye bye bye. La. La. Give me. पहिला यो खोल्छु आयो त ल उसले गिफ्ट दिएको मैले पनि त्यही सोचेको छु पेन्सिल जस्तो ल साथीले पेन्सिल दिनु भयो इलिजर चाहिएको छ भनेको थियो रे नि त तिमीले भाइलाई ल त्यो भने धेरै पढ्नु भनेको हो नि बाबा अब खोल्नु पर्यो कति भारी अलेक्स तिम्रो स्टामिना बढाउनको लागि खै अलिसा त होइन यो अलिसको के टेबल ब्रस हो हर्लिक्स जीवन प्रास वाउ सो नाइस ल देखाउ त दाजु वीरेन्द्र दाजु अनि अरु दाजु ल खोल्ने खाने है अनि के खोल्ने हामी ल देखा हातमा समात ल किट यो खोल्ने त्यो चाहिँ के रहेछ यो ड्राइङ पेन्सिल स्पेशल फ्रम युएसए र फ्रम युएसए ल युएसए को पेन्सिल प्रिन्सले पनि चलाउन पाउने भयो ल प्रिन्सले खतरा ड्रइङ बनाउने भयो ल आश्रीको सम्झनामा दामी 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 ल वाउ ब्रसर गर्ने खै खै कसरी गर्ने भोलि उज्यालोमा गर्ने उज्यालो ल ल ल ताली पड्काइदिनु सबैजनालाई प्रिन्सलाई ल बधाई छ अब प्रिन्सलाई 8 वर्ष पुरा भएर 9 वर्षमा पुगेस् ल यसरी हैन खानु पर्छ भिडियो भिडियो बनाएर आहा ल दुख्दा हुन्छ बिगा दिदी आउँछ त्यो बाबाको बन्छ अन्त स्टार कुन सेप नै हुँदैन ढुक्का हुन्छ पानी पुरी खाने खाइस बेबी के भयो मम्मी जाऊ ल है हाम्रो प्रिन्सले आफ्नो बर्थडेको दक्षिणा चाहिँ यहाँ घुसाउँदैछ है खुत्रुकीमा ओहो ठुल्ठुलो नोट त प्रिन्सले घुसाइसक्यो है हात्तीमा